सबैजनालाई नमस्ते। आज सेकेन्ड पार्टमा चाहिँ मैले क्युजिआइएसमा जियोग्राफिकल इन्फर्मेसन सिस्टममा म्याप राखेर त्यो म्यापलाई चाहिँ हामीले अस्ति चाहिँ बेसिक म्यापमा डाटाहरू राख्नेसम्म सिकाएको थिएँ। आज म्याप राखेर त्यो म्यापलाई हामीले पर्फेक्ट देखाउने, म्यापको लोकेसनहरू देखाउने र त्यसलाई चाहिँ हामीले कसरी सेभ गर्नेसम्म म तपाईहरुलाई आज देखाउन गइरहेको छु। अब आजको भिडियोमा चाहिँ अलि एडभान्स हुनेछ, हेर्दै जानु होला। अब अरु कुरा प्रक्रिया उही नै हो। न्यू प्रोजेक्ट गरिसकेपछि हामीले जियो प्याकेजमा डाटा अलरेडी छ। म चाहिँ अहिले वार्डको लिन्छु। यो वार्ड नेपालको नक्साबाट वार्ड आइसकेको छ। यो प्रक्रिया अरु बाँकी कुराहरू अस्तिकै भिडियोमा छ, त्यो हेर्न सक्नुहुन्छ। लेयर प्यानलमा जाने, त्यसपछि वार्डबाट वार्डलाई हामीले फिल्टर गरेर पहिला पालिकापछि पोखरा लेखनाथ अल गरेर हामीले पोखरा लेखनाथ यसरी यो पोखरा लेखनाथ आइसकेको छ। यो भन्दा अझ अगाडि हामी अस्ति बढिसकेका थियौं। यसरी यसलाई प्रपर्टीमा गएर हामीले लेभलमा गएर नो लेभलमा गएर सिंगल लेभल गर्ने। हामीले डिस्ट्रिक्टको ठाउँमा वार्ड राख्छौं अनि अप्लाई गरेर ओके गरिदिन्छौं। हामी यो सम्म त अस्ति पुगिसकेका थियौं। 32 वटा वार्ड भइसकेका छन्। फेरि प्रपर्टी गरेर हामीले अब अस्तिको भिडियोमा चाहिँ यो प्रत्येक वार्डमा चाहिँ फरक फरक सिम्बल राखेका थिएनौं। क्याटेगोरीमा क्लिक गर्नु होला। क्याटेगोरीमा त्यसपछि भ्यालु भन्ने छ, भ्यालु अप्सनको यहाँ चाहिँ वार्ड भन्नेमा क्लिक गर्नु होला र यसमा कलर र्याम्प भन्नेमा चाहिँ स्पेक्ट्रलमा क्लिक गर्नु होला र यहाँ क्लासिफाई भन्ने अप्सनमा क्लिक गरिसकेपछि हामीले अप्लाई गर्नु होला र ओके गर्नु होला। यो फरक फरक कलर आयो, राम्रो देखियो। हामीले योसम्म हामी अस्ति गरिसकेका थियौं। अब यहाँ यता गएर लेयरमा गएर एड लेयरमा गएर एड डेलिमिटेडमा गएर फाइल नेम अस्ति नै थियो, मैले तपाईको पार्ट 1 भिडियो पनि छ। यसलाई ओपन गरेर मसँग फाइल थियो, यसलाई CRS मा क्लिक गरेर एड गरेर क्लोज गर्ने हैन। यो सम्म त अस्ति नै सिकिसकेका थियौं हामीले। अब यसलाई नेम कसरी ल्याउने भने फेरि प्रपर्टीमा गएर त्यसपछि लेभलमा गएर नो लेभलमा माथि नो लेभल छ, यसमा सिंगल लेभलमा स्टुडेन्ट नेम आइसकेको छ। यसलाई हामीले यहाँ तलमुनि अप्लाई छ, हेर्न सक्नुहुन्छ। यो अप्लाई भन्ने अप्सन छ, ओके गर्नु होला। हामी यो सम्म त अस्ति पार्ट 1 भिडियोमा छ, त्यो मेरो 9 मिनेटको भिडियोमा हेर्न सक्नुहुन्छ है। मैले आज छिटो गरेँ। अब आज हामी यो भन्दा एडभान्स के सिक्छौं भने यो 32 नम्बर वडालाई हामीले एउटा छुट्टै यसलाई एक्सपोर्ट गर्छौं 32 लाई यो वडालाई, अनि बाँकी एउटा फाइल बनाएर हामीले म्याप अब कसरी क्रिएट गर्ने भन्ने कुरा हामी सबै ग्रिड सिड हाल्नेदेखि लगेर सबै कुराहरू आजको भिडियोमा सिक्छौं है त। हाम्रो यहाँसम्म भइसकेको छ। अब हामीले चाहिँ योबाट 32 नम्बर वडालाई पनि हामीले एक्सपोर्ट गर्नुपर्छ। त्यसको लागि तपाईले यसलाई डुप्लिकेसन लेयर भन्नेमा क्लिक गरेर अहिले काम गर्न सक्नुहुन्छ केही छोटो समयलाई, नत्र सेभ गर्नुपर्छ फाइल। डुप्लिकेसन लेयर गरेर हेरेर यो वार्ड कपी भन्ने आयो, एउटा वार्ड कपी भयो। हामीले कुन गर्ने भन्ने हुन्छ, यसलाई रिनेम गर्नु होला। यहाँनिर मैले POKSA पोखरा 32 राखेँ। त्यो भयो भने तपाईको एउटा अब एक्सपोर्ट गर्छौं हामी। अब यसलाई एक्सपोर्ट गर्छौं। हामीले एक्सपोर्ट के गर्छौं भने यहाँनिर अब हामीले एक्सपोर्ट वार्ड गर्छौं। त्यो इक्वल टु गर्छौं अल छ। यहाँ 33 नम्बर वडासम्म आयो। हामीलाई 32 नम्बर वडा एक्सपोर्ट गर्नु छ। 32 मा डबल क्लिक गर्छौं, टेस्ट गर्छौं, ओके गर्छौं, अनि यहाँनिर ओके भन्ने अप्सन छ, यसमा क्लिक गर्छौं है त। हेर्न सक्नुहुन्छ। अब 32 नम्बर वार्ड मात्र यहाँनिर छ। अगाडि
यसरी अब अहिले यहाँनिर हाम्रो लेयर प्यानलमा अहिले हाम्रो के भयो, यो 32 नम्बर वडा मात्र भयो हेर्नुहोस् है। अब लेयर प्यानलमा हामीले यसरी यो वार्डमा हामीले अहिले क्लिक गरेपछि पुरै वार्ड आयो, 33वटै वार्ड आयो। तर हामीले यो वार्डलाई हामीले टिक अप्सन हटायौँ के, यो टिक अप्सन हटाएपछि यो भयो, यो आयो। अब हामीले काम गर्नुपर्छ, कसरी काम गर्नुपर्छ भने यसलाई हटाएर पहिला यो गरेर तपाईहरुले चाहिँ अब म्यापलाई क्लियर म्याप देखाउनु पर्यो नि त। त्यसको लागि चाहिँ कन्ट्रोल पी गरे नि हुन्छ, अथवा तपाईले यहाँनिर गएर माथि गएर प्रोजेक्ट भन्ने अप्सनमा चाहिँ न्यू प्रिन्ट लेयर भन्ने छ नि, हेर्न सक्नुहुन्छ। न्यू प्रोजेक्ट यसरी यहाँनिर यो तपाईको यो प्रोजेक्ट भन्ने अप्सन छ नि माथि, यसमा क्लिक गर्ने, यसबाट न्यू प्रिन्ट लेआउट भन्ने छ, कन्ट्रोल पी गरे नि हुन्छ है। यसमा चाहिँ अब मैले पोखरा POKHARA पोखरा 32 म्याप भनेर नाम दिन्छु। यसलाई ओके गर्नु होला। अब यस्तो आयो। यो आइसकेपछि अब यहाँनिर चाहिँ अप्सन यो अप्सननिर एड म्याप भन्ने छ, यसमा क्लिक गर्नु होला। अनि यसरी तपाईले यसरी तान्नु भयो भने यो हेर्नुस् म्याप आयो। हेर्नुस् है, म्याप यहाँ आयो। अब यसलाई चाहिँ बिचमा लिनलाई सी क्लिक गर्नु होला। यसरी किबोर्डको सी क्लिक गर्नुभयो भने यसलाई हामीले यसरी बिचतिर लिन्छौँ। कन्ट्रोलको सी क्लिक गर्नुभयो भने बिच यसरी जुन ठाउँमा तपाईले सार्ने हो राख्ने हो त्यो ठाउँमा यसरी राख्न सक्नुहुन्छ। मैले यसरी यहाँनिर राखेँ है त, बिचमा राखेँ। यो चाहिँ भयो, यहाँसम्म भयो, बुझ्नुभयो होला। तपाईहरुलाई मैले चाहिँ यो अलि यो साइज छ नि यताको यो बर्डर साइजहरु, यो साइजहरुलाई अलिकति मिलाउनु होला है। अर्को नक्सा पनि हामीले 32 नम्बर वडाको पनि हाल्नु पर्ने छ। त्यसरी तपाईहरुले अब यता के छ भने यसमा 32 नम्बर वडा पनि हामीले हाल्नु पर्ने छ नि त। त्यसै 32 नम्बर वडालाई पनि हाल्नु पर्ने भएको कारणले यसलाई अलिकति यो साइजलाई यहाँ यता ल्याउनु होला, किनभने हामीले यहाँनिर 32 नम्बर वडा पनि राख्छौँ अहिले एकछिनपछि। त्यसैले तपाईले यसलाई अलिकति सानो बनाउनु पर्छ है त। यसलाई अलिकति सानो बनाउनु होला, किनभने हामीले यहाँ 32 नम्बर वडा पनि हाल्नुपर्छ। अलि सानो भयो, अलि सानो भयो है त। यसलाई अलिकति यहाँनिर मिलाउँ। अब हामीले यहाँ तपाईको टेक्स्ट भन्ने अप्सन छ नि, यहाँनिर यो अप्सन देख्नु भएको छ टेक्स्ट। यसमा क्लिक गरेर तपाईले यहाँनिर एउटा टेक्स्ट के लेख्न सक्नुहुन्छ भने यहाँनिर आयो। यहाँनिर चाहिँ यहाँनिर यता छ लेभल भन्नेमा छ, लोरी एम स्पममा चाहिँ तपाईले यहाँनिर चाहिँ पोखरा म्याप अफ पोखरा लेख है। म्याप अफ POKHARA भनेर लेखेँ है मैले यहाँनिर म्याप अफ पोखरा भनेर लेखेँ, यहाँ हेर्न सक्नुहुन्छ। अब यो म्याप अफ पोखरा भन्ने छ, यसलाई एपिरियन्स भन्ने अप्सनहरु छ, यता हेर्न सक्नुहुन्छ। अलिकति तपाईहरु भिडियो पौज गरेर हेर्नु होला। एपिरियन्स भन्ने छ, यसमा चाहिँ मैले माथि क्लिक गरेँ, यसलाई ठुलो माथिको जुन लेखेको छ नि यो हेर्नुहुन्छ, यो ठुलो भइरहेछ है, यो ठुलो भइरहेछ। म्याप अफ एपिरियन्स भन्ने छ। यो म्याप अफ पोखरा लेखेको छ नि, यसलाई ठुलो अलिकति ठुलो देखाउनका लागि यहाँ फन्ट भन्ने छ अप्सन छ, फन्ट साइडमा क्लिक गर्नु होला। यसमा चाहिँ टाइम एन्ड रोमनमा राख्नु होला, TIME टाइम्स एन्ड रोमनमा राख्नु होला। र स्टाइलमा यसलाई बोल्ड गर्न सक्नुहुन्छ। साइज यसरी बढाउनु होला, यसरी 6, 5, 4, 3 यसरी हुँदै साइज चाहिँ तपाईलाई यसरी 12, 13, 14 हुँदै यसरी हेर्नुस् है, साइज बढिसक्यो है। यसरी साइज बढाउनु होला। म्याप अफ पोखरा राखेँ मैले, साइज अफ पोखरा बनाउनु। अब यसलाई अब यो म्याप अफ पोखरालाई हामीले कलर चाहिँ
हाम्रो आफ्नो चोइस अनुसार राख्न सक्छौँ। यहाँनिर यो कलर छ, यसलाई मैले अहिले रेडमा राखेँ है त। यसमा जुनमा पनि राख्न सक्नुहुन्छ तपाईँले, ग्रिनमा त्यसमा पनि राख्न सक्नुहुन्छ। यसमा राखेँ मैले, यसमा राखेँ, हेर्नुहोस् है, ग्रिनमा आयो। यो 32 नम्बर वडाकै ल्याइसकेको छु म्यापमा। अब यसलाई चाहिँ चेन्ज नहोस्, अब मैले यो 1 देखि 32 नम्बर सबै वडाको छ पोखरा महानगरपालिकाको। अब मैले 32 नम्बर वडाको मात्र ल्याउनका लागि फेरि यो अहिले त चेन्ज नहोस् भनेर यहाँ लेयरमा गएर तपाईँको यहाँ अप्सन लेयर भन्ने अप्सन छ, यसमा क्लिक गरेर लक लेयर भन्ने छ, हेर्न सक्नुहुन्छ। यसरी लक लेयर गऱ्यो भने यो चाहिँ चेन्ज हुँदैन। अब पछि अर्को ल्याउँदाखेरि चेन्ज हुँदैन। अब मैले 32 नम्बर वडा ल्याउँछु है, 32 नम्बर वडा मात्र ल्याउन गइरहेको छु म। अब मैले चाहिँ यहाँनिर अगाडि वार्ड भन्ने टिक क्लिक गरेको थिएँ। अब यिनी सबैलाई अनटिक गरेर 32 नम्बर वार्ड मात्र क्लिक गर्छु होइन। हेर्न सक्नुहुन्छ अहिले मैले यो 32 नम्बर वार्ड मात्र क्लिक गरेँ। अब अगाडि हामीले यो वार्ड क्लिक गरेर हामीले यो वार्ड लिइसकेका छौँ। अब हामीले यो वार्डलाई अनटिक गर्छौँ। हामीले यो पोखरा महानगरपालिका 32 लाई मात्र हामीले यो डाटालाई मात्र लिन्छौँ। अब गइसकेपछि अब हामी फेरि त्यही हामी म्यापमै जान्छौँ हैन सर, एड म्याप गर्छौँ। त्यसपछि यसलाई हामीले अर्को नक्सा हामीले हेर्न सक्नुहुन्छ। 32 नम्बर वडाको मात्र आइसकेको छ, किन हेर्नुहोस् है, 32 नम्बर वडाको मात्र आइसकेको छ। यहाँनिर अगाडिकै प्रक्रिया हो यो, एड म्याप गरेर हामीले 32 नम्बरको मात्र ल्याइसकेका छौँ। यहाँनिर हेर्न सक्नुहुन्छ 32 नम्बर ल्याएको छौँ। यसलाई अब चाहिँ चिटिक्क मिलाउनु होला हजुरहरूले। म चाहिँ अब तपाईँलाई ग्रिडहरू हाल्ने सिकाउँछु। अब तपाईँहरूले चाहिँ यो सी क्लिक गरेर, किबोर्डको सी क्लिक गरेर भित्रको म्यापलाई यसरी होइन उपयुक्त ठाउँ कहाँ छ त्यहाँ राख्न सक्नुहुन्छ है त। अब मैले यहाँ राखेँ उपयुक्त ठाउँ यहाँदेखि। अब यसलाई चाहिँ अब मिलाएर टक्क हामीले कता राख्ने हो राख्न सक्छौँ यसरी। यो हाम्रो छँदैछ, अलिकति यसलाई यता राखौँ, अलिकति यसलाई यसरी तानौँ। यहाँ मैले चाहिँ यो भित्रको नक्सा छ नि, यो 32 नम्बरको पुरै होल नक्सा म्यापलाई, यसलाई चाहिँ अलिक ठुलो बनाउन मन लाग्यो। त्यसैले चाहिँ सी क्लिक गरेर तपाईँहरूले चाहिँ यसलाई यसरी चाहिँ ल्यापटपमा यसरी जुम गर्न सक्नुहुन्छ। अलिक ठुलो भयो है त, हेर्नुहोस् राम्रो देखियो। यससँग यो होल 1 देखि 32 को म्याप र 32 म्याप छुट्टै देखिएको छ। यसलाई चाहिँ 32 लाई चाहिँ छुट्टै देखाउनका लागि मैले लाइन तान्दैछु। यो अप्सन छ, यसमा क्लिक गर्नु होला। अनि त्यसपछि एड पोली लाइन भन्ने छ, यसमा क्लिक गर्नु होला। यो 32 को ठ्याक्कै छेउबाट नक्सन सिमाना हुन्छ, त्यसबाट लिएर माथि यसको यता लिनु होला र डबल क्लिक गर्नु होला र राइट क्लिक गर्नु होला। यो भयो। त्यसपछि फेरि पोली लाइनमा क्लिक गर्नु होला, एड पोली यो चिन्हमा क्लिक गरेपछि एड पोली लाइनमा क्लिक गर्नु होला र यता पनि 32 को जुन सिमाना छ त्यसबाट तपाईले यहाँसम्म लिनु होला र डबल क्लिक गर्नु होला किबोर्डमा अनि त्यसपछि राइट क्लिक गर्नु होला। यो लाइन बनिसकेको छ, हेर्न सक्नुहुन्छ। हामीसँग यति कुरा बनियो 13 मिनेटसम्म। अब 2 मिनेट भ्याइन्छ है त साथीहरु। अब हामीले नक्साका लागि आवश्यक पर्ने छुट्टा-छुट्टै दुईटा म्यापमा नर्थ एरो राख्छौं। सुरुमा मैले यो होलमा राख्दै छु, यसमा क्लिक गर्नु होला अनि त्यसपछि यसमा आइसकेपछि ओके क्लिक गरिसकेपछि यो आयो। यसलाई मैले यसरी अलि सानो बनाउँछु र हेर्न सक्नुहुन्छ यो आइसकेको छ नर्थ एरो। यसैगरी म यसमा पनि नर्थ एरो राख्छु। यसको लागि फेरि अगेन नर्थ एरोमा क्लिक गर्नु होला र यसमा भित्र क्लिक गर्नुभयो भने ओके गर्नुभयो भने यसरी ओके गर्नुभयो भने यो भयो। यहाँनिर यसको पनि नर्थ एरो देखिएको छ, नर्थ एरो देखिएको छ। अब मैले नक्सामा म्यापमा स्केल बार पनि राख्नुपर्ने हुन्छ। यसरी यहाँ स्केल बार छ, हेर्न सक्नुहुन्छ। यसमा क्लिक गर्छु, यसमा स्केल बार मेरो आउँदैछ, हेर्न सक्नुहुन्छ। स्केल बार आइसकेको छ। यो 32 नम्बर वडामा पनि मैले स्केल बार राख्छु।
फेरि अगेन यहाँनिर स्केल बार छ, यसमा क्लिक गर्नु होला। यहाँनिर ओके गरिसकेपछि यहाँ स्केल बार आयो। यसलाई अलिकति काटछाँट गरेर चिटिक्क हामीले राम्रो बनाउन सक्छौँ है। हेर्न सक्नुहुन्छ स्केल बार दुईटैमा आइसकेको छ। अब चाहिँ तपाईहरुलाई म भिडियोको अब ग्रिड हाल्नुपर्छ, त्यसैले यहाँ यो छेउमा छ जुन यतापट्टिको ल्यापटपको यो साइडमा यसरी मैले मुनि सार्दै तल दिन्छु। यहाँ एउटा ग्रिड भन्ने अप्सन आउँछ। अब ग्रिड भन्ने अप्सन छ, हेर्न सक्नुहुन्छ। यो ग्रिड भन्ने अप्सनमा क्लिक गर्छु र प्लस भन्ने अप्सनमा क्लिक गर्छु। ग्रिड 1 भन्नेमा क्लिक गर्छु अनि मोडिफाईमा क्लिक गर्छु। तपाईको अब ग्रिडमा यहाँ ग्रिड टाइप भन्ने छ, यसमा चाहिँ फ्रेम एन्ड एन्टोनियस ओन्ली भन्नेमा क्लिक गर्नु होला। यसमा चाहिँ प्रोजेक्ट सीआरएस भन्नेमा क्लिक गर्नु होला। यो सीआरएसमा इन्टरभल म्यापमा चाहिँ यसमा खासै परेन। त्यसपछि यसमा चाहिँ यो इन्टरभल भन्नेमा 0 पोइन्ट छ, यसमा 99 थप्नु होला। 99 थप्नु होला। मुनि पनि वाइमा 99 थप्नु होला। 99 मैले थपिसकेको छु, हेर्न सक्नुहुन्छ। अब यो 0.99 गराइसकेपछि हामी अब अझै तल मुनि जान्छौँ। मुनि गइसकेपछि हामीले यहाँनिर फ्रेम भन्ने छ हैन सर, म सर भन्ने बानी परिरहेको कि सरहरू, त्यही भएर भिडियो हेर्दाखेरि को सर रहेछ भन्ने नसोच्नु होला। सरहरू भन्ने बानी परिरहेको छु म। फ्रेममा क्लिक गरिसकेपछि यहाँ चाहिँ जेब्रा भन्ने अप्सन छ, हेर्न सक्नुहुन्छ। फ्रेम स्टाइलमा जेब्रामा क्लिक गर्नु होला। हेर्नुहोस् यतातिर यस्तो भइसकेको छ, फ्रेमहरू बनिसकेको छ। गएर यो ड्र कोअर्डिनेसन भन्ने अप्सन छ, यसमा टिक लाउनु होला। अनि त्यसपछि ड्र कोअर्डिनेसनबाट मुनि सार्दै अनि यसमा अब चाहिँ तपाईहरुले यो फर्मेटमा चाहिँ ड्र कोअर्डिनेसनमा क्लिक गरेपछि फर्मेटमा चाहिँ यो कसैको के हुन सक्छ, यसमा चाहिँ डिग्री मिनेट्स एन्ड सेकेन्ड अलाइन भनेर राख्नु होला। त्यो राख्दाखेरि यहाँनिर यस्तो देखिन्छ। अब त्यसपछि तपाईले लेफ्टमा चाहिँ भर्टिकल एसेन्डिङ छ, अहिले यसलाई भर्टिकल डिसेन्डिङ छ, भर्टिकल एसेन्डिङमा क्लिक गर्नु होला। राइटमा पनि यसलाई आउटसाइड गरौँ। यहाँ राइटको अलिकति मुनि छ, यो होरिजन्टल छ, यसलाई पनि भर्टिकल एसेन्डिङमा क्लिक गर्नु होला। म्याप बनिसकेको छ, रेडी भइसकेको छ। अब यतापट्टिको यो पुरै भयो। यसको पनि यसरी नै गरेर मैले जे प्रक्रियाबाट यो ग्रिडहरू हालेँ, ठ्याक्कै यही प्रक्रियाबाट तपाईहरुले यो 32 नम्बर वडालाई पनि यसरी पनि यो 32 नम्बर वडालाई पनि ग्रिड हाल्न सक्नुहुन्छ। अगाडिको जुन प्रक्रिया थियो, यतापट्टि मैले जुन ग्रिड हाल्ने प्रक्रिया थियो, त्यही प्रक्रिया प्रयोग गरेर यतापट्टि तपाईले अर्कोमा पनि ग्रिड हाल्नु होला। भिडियो लामो हुने भएकोले मैले यसलाई छुट्याएको छु। अब यसलाई सेभ गर्नुपर्छ। सेभ गर्नका लागि तपाईलाई लेआउट भन्ने अप्सन छ माथि, यहाँनिर लेआउटमा क्लिक गरिसकेपछि तपाईले यहाँनिर एक्सपोर्ट इमेज भन्ने छ हैन सर, म सर भन्ने बानी परेको छु हैन सर भन्ने। एक्सपोर्ट इमेजमा गइसकेपछि पोखरा 32 म्याप भनेर नाम छ। अनि त्योभन्दा अगाडि तपाईलाई अलिकति एउटा अर्को कुरा सिकाएँ। यहाँनिर अब सेभ गर्नुभन्दा अगाडि यो म्याप कसले प्रिपेयर गरेको भनेर यहाँनिर टेक्स्ट एट लेभलमा टेक्स्टमा क्लिक गर्ने। अनि यसरी नै ल्याएर तपाईले यहाँ गएर अब यो मैले प्रिपेयर गरेँ अनि चाहिँ PURAN पुरन केसी भनेर यसरी तपाईले गराउन सक्नुहुन्छ है। प्रिपेयर भनेर, प्रिपेयर बाई भनेर, यहाँनिर प्रिपेयर बाई भनेर यसलाई तपाईले यसलाई सेन्टरमा राख्न सक्नुहुन्छ है। यसरी होरिजन्टल एलाइनमेन्टमा चाहिँ सेन्टरमा राख्न सक्नुहुन्छ, सेन्टरमा राख्न सक्नुहुन्छ। अब फ्रन्ट त अब कलरहरू यो रेडमा राख्न सक्नुहुन्छ। प्रक्रिया अगाडिकै जस्तो भयो। यसलाई सेन्टरमा राखौँ, क्लिक गरेर यसलाई पुनः टाइमलाइन्स रोमनमा राख्न सक्छौँ। TIME टाइमलाइन्स रोमनमा राख्न सक्छौँ। यसलाई बोल्ड गर्न सक्छौँ। साइज यसलाई हामीले साइज
यसरी बढाउन सक्छौँ। पूर्णकेशी भयो होइन, यहाँनिर अझै पूर्णकेशी प्रिपेयर बाई पूर्णकेशी लेख्न सक्नु, प्रिपेयर बाई भनेर लेख्न सक्नुहुन्छ। अब यसलाई सेभ गर्नका लागि माथि लेआउटमा जानु होला। लेआउटमा गइसकेपछि यहाँ सेभ एक्सपोर्ट इमेज भन्ने छ, यसमा क्लिक गर्नु होला। पोखरा 32 म्याप भनेर मैले राखेँ, यहाँनिर नाम यसरी राखेँ। जेपिजी फार्म, जुन फार्ममा पनि तपाईँले पिडिएफ फार्म केसमा आवश्यक पर्छ त्यसरी तपाईँले सेभ गर्नु होला। मैले सेभ गरेँ। सेभ गर्ने यहाँ चाहिँ सेभ भन्ने अप्सन आउँछ। सेभ भइसकेको छ, मेरो डेस्कटपमा सेभ भइसकेको छ। म तपाईँलाई देखाउँछु। पोखरा 32 म्याप भनेर मेरो फाइनल्ली यसरी सेभ भइसकेको छ। यहाँहरूले भिडियो हेरिदिनु भएकोमा धन्यवाद।